Hello guys, welcome to my mini vlog. आजको vlog चाहिँ रिफा टु मनामा हो हैन। रिफादेखि चाहिँ म मनामा जाँदैछु बाइ द बस हैन। म चाहिँ बसबाट जाँदैछु हैन। यो चाहिँ हाम्रो इस्ट रिफा हो हैन। इस्ट रिफाबाट चाहिँ म मनामा जाँदैछु अनि हेर्नु न कति मान्छेहरू यहाँनिर हैन काम गर्दै हुन्थ्यो दाइहरू कस्तो डेन्जर क्या यस्तो रिस्की कामहरू पनि गर्दै हुनुहुन्थ्यो क्या मैले चाहिँ टक्क मेरो मोबाइलबाट के अरे जुमिङ गरेँ होइन त्यस पछाडि चाहिँ म यहाँबाट जाँदैछु कस्तो क्या म बस्ने ठाउँ चाहिँ अलिकति गाउँ जस्तो छ होइन अलिक भित्रै पर्छ नि त मनामादेखि त अनि त्यस पछाडि गाउँ जस्तै नै हो होइन कतिपय ठाउँहरू चाहिँ नेपालको जस्तै थियो अनि यहाँनिर मैले यसो हेर्दाखेरि चाहिँ एउटा उयो देखेँ क्या ठेला हाम्रो नेपालतिर हुन्छ नि पानीपुरी पसलको जस्तो क्या अनि म आइपुगेँ इसा टाउनमा चाहिँ हेर्नु न बच्चाहरू स्कुलबाट साइकलमा फर्किँदै हुनुहुँदो रहेछ होइन ठ्याक्क हाम्रो नेपालको स्कुलबाट साइकलमा फर्किन्छ नि त्यो दिनको जस्तो हेर्नु नानी यहाँनिर चाहिँ फ्रुट सप रहेछ अनि हाम्रो ठ्याक्कै कतिपय गाउँहरू चाहिँ होइन हाम्रो नेपालहरू जस्तै विदेशमा भए पनि हाम्रो आफ्नो देशको चाहिँ याद आउने होइन अनि यहाँदेखि म पुगेँ टुप्ली अनि यहाँदेखि चाहिँ हाम्रो जिम चाहिँ यहाँदेखि चाहिँ मेरो पुरानो एकोमोडेसन बस्ने ठाउँ छ अनि त्यसरी म पुगेँ मनामा गाई अनि चाहिँ मनामाको गेट हो होइन मनामा गेट अनि त्यसरी यहाँ छ केएफसी यो अनि यो चाहिँ बराइनको मेन सिटी मनामा हेर्नु न गाइस त्यस पछाडि चाहिँ म गएँ डाइरेक्ट गोल्ड सप बराइनको सगरमाथा सुनचाँदी पसल यो चाहिँ वान अफ द बेस्ट एन्ड ट्रस्टेबल गोल्ड सप होइन अनि त्यस पछाडि यसो मैले हेरेँ मेरो दाइले बिल बनाइदिनु भयो अनि त्यस मेरो छोराको गोल्ड चेन चाहिँ रेडी भइसकेको रहेछ अनि मलाई ट्राई गरेँ होइन अब किनभने छोरा सानो भए पनि अब सुन भन्ने जस्तो कुरा अब सधैँ बनाइराखिँदैन नि त त्यही भएर चाहिँ मैले चाहिँ मेरै साइजको बनाइदिएँ मैले चाहिँ लगाएर पनि ट्राई गरेर हेरेँ होइन एकदम राम्रो लाग्यो होइन उहाँहरूको सर्भिस होइन अनि त्यस पछाडि चाहिँ मैले मेरो आफ्नो सिक्री खोलेर चाहिँ मैले मेरो छोराको सिक्री ट्राई गरेँ अनि यसरी चाहिँ भिडियो बनाउँदैछु होइन यो भिडियो बनाउँदा चाहिँ मलाई धेरै खुसी लाग्यो होइन आफ्नो मिहिनेतले बनाएर आफ्नो छोराको लागि एउटा मायाको चिनो मम्मीले परदेशबाट होइन मेरो प्यारो छोराको लागि सरप्राइज बर्थडे गिफ्ट मैले घरमा आएर अनि ट्राई गरेर फोटो खिचेर मम्मीलाई पठाइदिएँ एउटा आमा बनिसकेपछि चाहिँ होइन हरेक कुरामा पनि छोराछोरी सम्झिँदो रहेछ टाढा भए पनि आफूले देखाउने एउटा होइन जताउने माया हो होइन आफ्नो छोराको लागि हेर्नु न मेरो छोराको छेउमा चाहिँ यस्तो देखेको छ क्या मेरो छोरालाई कस्तो देखेको छ मेरो छोरालाई कमेन्ट गरिदिनु ल थ्याङ्क यू फर वाचिङ लभ यु अल